हेलो एभ्रिवान नमस्ते अनि सेवा म चाहिँ फेरि पनि आइसकेको छु मेरो मिनी ब्लग लिएर। अनि आज चाहिँ म सँगसँगै तपाईँहरू पनि खाना खामै त म सँगसँगै। अनि आज चाहिँ मैले कुकरमै खाना खाइदिएको कि अनि त्यही रहेछ अनि अलिकति रहेछ नि त्यही खाइदिएँ मैले चाहिँ। अनि गम अनि कस्तो मिठो भएको दाल र भात अनि खाएर कस्तरी खाँदैछु कि म। अनि हजुरहरूले पनि हेरेर इन्जोय गरिदिनु होला मैले खाएको थिएँ। अनि कति धेरै भोक लागिरहेको थियो अनि भोक लागेपछि म गम नै खान्छु नि त प्रायः जति। अनि कति भयो नि त मैले मुखबाङहरू भिडियोहरू नगरेको अनि युट्युबमा नि हाल्छु कहिले कहिले। अनि अरूले कति भयो नहालेको अनि के भन्दै आफै खाँदै थिएँ। अनि खाएर अनि खाना खाएपछि त भाँडाहरू नि माझ्नु पर्यो अनि साबुन नि सकेको रहेछ। अनि त्यहाँबाट निकालेर साबुन चाहिँ मैले पनि फटाफट लाएर चाहिँ मैले भाँडाहरू माझ्दैछु। अनि भाँडाहरू माझेर चाहिँ केही छैन कहाँ भने भाँडाहरू माझ्दै अनि अब दुईजना छौँ, दुईजनाको पनि कति धेरै हुन्छ कि भाँडाहरू। अनि मैले चाहिँ भाँडाहरू नि माझिसकेँ। अनि त्यसपछि आजकल चाहिँ मैले युट्युबमा भिडियो हालेको छैन अनि मिनी ब्लग नै हाल्दैछु। अनि मेरो मिनी ब्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्दैछ कमेन्ट गर्नु होला। अनि मेरो युट्युबमा पनि फुल भिडियोहरू पनि छ अलिअलि। मेरो चाहिँ युट्युबमा चाहिँ ब्यायोमा छ नाम हो, त्यो गएर चाहिँ हेर्न सक्नुहुन्छ है।